हेलो साथीहरू, लु है आज चाहिँ हामी सिलगढी कलेज जाँदैछौँ है। छोरीको कलेजमा चाहिँ आज के छ भने आज चाहिँ छ ग्रेजुएसन डे सेरेमनी र यो प्रोग्रामको लागि चाहिँ हामीलाई इन्भिटेसन थियो। यसैले गर्दा हामी जाँदैछौँ र हेर्नुहोस् न साथी, कस्तो घाम लागिरहेको थियो, गरम भइरहेको थियो र मनमा चाहिँ खुसी पनि भइरहेको थियो। यो प्रोग्राम चाहिँ मेरो लागि फर्स्ट टाइम एटेन्ड गरेको र कस्तो हुन्छ होला भन्ने मनमा पनि लागिरहेको थियो र जाँदैछु र ढिलो पो भयो जस्तो पनि लाग्यो। तर 2-4 जना उभिरहेको देखेर चाहिँ खुसी पनि लाग्यो र उहाँलाई सोधे कताबाट जान्छ भनेर उहाँले बताइदिनु भयो र जाँदैछु। र हेर्नुहोस्, यो चाहिँ अब मैले फर्स्ट टाइम एटेन्ड गरेर र खुसी पनि भइरहेको थिएँ म। र यस्तो हुँदो रहेछ है साथीहरू, हेर्नुहोस्, यस्तो हुँदो रहेछ 14th ग्रेजुएसन सेरेमनी भनेर चाहिँ उहाँ कास्टिङ भइरहेको छ हो, यस्तो भइरहेको छ। हेर्नुहोस्, यहाँनिर चाहिँ एकदम फादरले स्पिचहरू दिनुहुँदो रहेछ, गार्जेनहरू बसिरहेको छ अनि सबै यो कोरसमा चाहिँ सबै स्ट्यान्डिङ ओभेसन भएर लाइन वाइज यसरी सबैजना निक्लिँदो रहेछ यसरी। र पनि हेर्नुहोस् है, कसले यसरी पहिल्यैदेखि हेर्नु भएको होला र यो कस्तो लाग्यो र हजुरहरूले कमेन्ट पनि गरिदिनुहोस्। यहाँ चाहिँ हुनुहुन्छ मेरो छोरी, हेर्नुहोस्। र यस्तो हुँदो रहेछ साथीहरू, यसरी लाइन वाइज निक्लिँदो रहेछ। सबै प्यारेन्ट्सहरू चाहिँ बाहिर खदा बुके लिएर चाहिँ उनीहरूलाई वेलकम कङ्ग्रेट्स गर्नुको लागि चाहिँ बाहिर बसिरहेको हुन्छ। र यसरी साइन्स डिपार्टमेन्ट, आर्ट्स डिपार्टमेन्ट, सबै डिपार्टमेन्ट लाइन वाइज यसरी चाहिँ निक्लिँदो रहेछ है साथीहरू। र यस्तो हुँदो रहेछ है साथीहरू। र यहाँनिर चाहिँ के हो भने सबै प्यारेन्ट्सहरू चाहिँ एक साइड बसेर चाहिँ अब आफ्नो नानीहरूलाई यसरी पर्खिँदो रहेछ बुके अब लिएर। र यो हो, हेर्दै जानुहोस् र तपाईँहरूले यसरी अन्तिमसम्म भिडियोहरू हेरिदिनुहोस्, जोडिदिनुहोस्। हजुरहरूलाई लास्टसम्म म देखाउने छु। र यसै गर्दै यहाँ हाम्रो छोरी पनि आइपुग्यो र हेर्दैछौँ। र यहाँनिर चाहिँ सबैजना प्रोग्राम सकेर यहाँनिर चाहिँ फेरि फोटो सेसन सुरु भयो साथीहरू। यसरी फोटो सेसन आफ्टर चाहिँ हामी घर फर्क्यौँ र हामी सबै प्रोग्राम भएर खुसी पनि भएर घर फर्क्यौँ र हाम्रो गाउँको तर्फ लाग्यौँ। र यसरी नै हजुरहरूले लास्टसम्म भिडियोमा जोडिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई। लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्।